नमस्ते फ्याबुलो मेरो साथीहरु तपाईलाई स्वागत छ फेरि पनि नयाँ भिडियोमा र आज है बुद्ध पूर्णिमा सबैतिर बुद्ध पूर्णिमा आज भव्य रूपले मनाउँदै होला तपाईहरुले पनि पूजा गर्नु हुँदै होला है तपाईहरुतिर पनि पूजा हुँदै होला र हाम्रो गाउँमा पनि पूजा हुन्छ हरेक साल जस्तै हरेक साल पूजा हुन्छ है यसपालि पनि हाम्रो गाउँमा पनि पूजा हुँदैछ साथीहरु सो गाइस यसपालि तपाईहरुलाई हाम्रो गाउँको पूजा चाहिँ कस्तो हुन्छ है के छ बुद्ध जयन्तीमा के कसो छ सबै देखाउने वाला छु साथीहरु है र तपाईहरुलाई मेरो सम्पूर्ण है मेरो साथ जति पनि फेसबुकको साथीहरु छ जति पनि युट्युबको मेरो फ्यामिलीजहरु छ तपाईहरुलाई बुद्ध पूर्णिमाको धेरै भन्दा धेरै शुभकामना है र म चाहिँ अलि रेडी भइसके माइचाङ अन्त नानी अन्त आपा चाहिँ एकछिनमा गुम्बा हुनुहुन्छ म चाहिँ अब निस्केको गुम्बा जानु तपाईहरुलाई म गुम्बा देखाउँछु ल साथी हो सो गाइज भिडियोलाई लास्टसम्म हेर्नु नबिर्सिनु है साथी हो र भिडियो मन परेमा लाइक शेयर एन्ड कमेन्ट गर्नु होला एन्ड नबिर्सिनु होला है युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ सब्स्क्राइब गरेर जानु होला एन्ड फेसबुकमा हुनुहुन्छ भने फलो गर्न नबिर्सिनु होला साथीहरु एकछिनमा भेटौँ ल एकछिन सो गाइज यो चाहिँ हाम्रो गाउँको गुम्बा साथी हेर्न सक्नुहुन्छ तपाईहरु है यहाँ यस्तो ग्राउन्ड छ है ग्राउन्डको बीचमा गुम्बा छ यहाँ भाइहरु रहेछ के हो भाइ देखा तेरो स्नेक उसको नाम के हो दावालामा यहाँ हाम्रो रूपम भाइ पनि आएको रहेछ है साथीहरु यहाँ तपाईहरु हेर्न सक्नुहुन्छ यहाँ चाहिँ गुम्बा छ है साथीहरु आउनुहोस् तपाईलाई म यहाँ गुम्बा भित्र लाने ल के हुँदैछ पूजा हुँदै रहेछ अहिले है अलरेडी यहाँ चाहिँ रिन्चेन भाइ हेलो रिन्चेन लामा हेलो र आउनुहोस् तपाईलाई म यहाँ भित्र देखाउँछु ल यो गुम्बामा के चल्दैछ र साथीहरु आउनुहोस् तपाईलाई म यहाँ गुम्बा माथि लाने ल यहाँ हाम्रो आङ्गी हुनुहुन्छ के गर्छ आङ्गी साङ लाउनु ए हुन्छ ल सबैले आङ्गी आङ यो लानु सबै लानु यहाँ म्याम हुनुहुन्छ यो सबै त्यहाँ हालिदिनु हुन्छ थ्याङ्क यू ठ्यापुलो गर लगाए चाहिँ यो चाहिँ म आउने बित्तिकै साङ पाएँ है यो साङ लाउनु पर्ने रहेछ आइएम सो लकी है साथीहरु हेर्नुहोस् आउने बित्तिकै यहाँ साङ गर्नु पाएँ है अब यो साङ चाहिँ त्यहाँ लाउनु पर्छ साथीहरु है मैले चाहिँ आउने बित्तिकै साङ लाउनु पाएँ धेरै खुसी लाग्यो होइन साथीहरु र यहाँ हाम्रो भाइ पनि यहाँ बिहानदेखि काम गर्दैछ साथीहरु फ्यापुलो साथीहरु है यता चाहिँ यहाँ आसिङहरु खानाहरु बनाउँदैछ है तपाईलाई म अहिले देखाउँछु ल आउने बित्तिकै साङ लाउनु पाइहाले त्योभन्दा राम्रो के चाहियो होइन भन्नुहोस् त र यहाँ भित्र गुम्बा भित्र देखाउँछु ल तपाईलाई फेरि त्यो थानाले यहाँ हाम्रो बुद्ध बहिनी यहाँ बसेर गेम खेलिरहेको छ त्यहाँ बस पूजामा हेर्न सक्नुहुन्छ है हाम्रो गुम्बा र साथीहरु यहाँ हेर्न सक्नुहुन्छ तपाईहरु यहाँ चाहिँ है यहाँ खानापिना हुँदैछ यहाँ चाहिँ अहिले भरेको लागि खानाहरु बनाउने कामहरु भइसकेको छ है जुन पनि भएको छैन यहाँ चाहिँ टोयलेट छ गुम्बाको टोयलेट छ यहाँ वाटर ट्याङ्क है र तल चाहिँ स्टोर रुम छ तपाईलाई स्टोर देखाउँछु है यहाँ हुनुहुन्छ अरु भेमे हल्दियन भेमे फ्यापुलो भेमे यहाँ अब जो हुनुहुन्छ फ्यापुलो जो मेमे यहाँ हुनुहुन्छ अरू मेमे फ्यापुलो ये पनि आएछ ह्यान्डसम भएर आएछ ह्यान्डसम भएर आएछ नि ल अब भन्नु यसलाई त हजुर
मेमे फेफुलो मेमे यहाँ हेर्नु हाम्रो भाउजूहरू आउनु भएको छ काम गर्दैछ है र तपाईँलाई हामी एक गुम्बाको तल देखाउँछु ल यहाँ हाम्रो जोजो हुनुहुन्छ फेफुलो जोजो यहाँ हाम्रो मामा हुनुहुन्छ फेफुलो मामा यहाँ चाहिँ पाइस है खिर बनिँदैछ है यहाँ हाम्रो मामाको त हरेक साल खिर बनाउने ड्युटी हुन्छ यता चाहिँ हाम्रो केजाङ गोले फेफुलो यो के हो फ्राइड राइस भुटेको भात बनाउँदो रहेछ यहाँ सब्जी फेफुलो सब्जी लसु आँगी लसु सबैलाई फेफुलो यहाँ मेमेहरू ब्रेकफास्ट गर्नु हुँदैछ है यहाँ हाम्रो हुनुहुन्छ मेमे लसु मेमे फेफुलो यहाँ हुनुहुन्छ त्यो साधारण मेमे आउनु भएन साधारण यहाँ हाम्रो माम हुनुहुन्छ नमस्ते माम फेफुलो यहाँ हाम्रो माम हुनुहुन्छ फेफुलो माम सबैलाई फ्यापुलै आज सबै है एकदम खुसीको साथ आज एकदम बुद्ध जयन्ती हामी यहाँ मनाउँदैछ यहाँ फ्यापुला चाहिँ फ्यापुलो यहाँ हाम्रो आन्टी हुनुहुन्छ आन्टी फ्यापुलो भन्नु न लन्डन गयो अरे हाम्रो बुढो दिदी आउनुभयो गुड मर्निङ फ्यापुलो हाम्रो बुढो दिदी आउनुभयो है र आउनुहोस् न तपाईँहरूलाई म यता देखाउँछु ल यता चाहिँ सब्जी काट्ने काम हुँदैछ है सन्जय आलुहरू कति तिनीहरू पनि देखाएन र यता चाहिँ यो चाहिँ हाम्रो स्टोर रुम भनौँ न है यहाँ गुम्बाको स्टोर रुम तलपट्टि ठुलो छ यहाँ चाहिँ हाम्रो डजे दुधहरू त हाम्रो यता हेर्नु न सिरियस हो यो चाहिँ स्टोर रुम है तलको हेर्नु कस्तो ठुलो स्टोर रुम छ है हाम्रो गुम्बा चाहिँ इन्कम्प्लिट छ गाइज है गुम्बा बनिँदैछ अन्डर कन्स्ट्रक्ट गुम्बा छ है आउनुहोस् तपाईँलाई देखाउँछु ल यताबाट सब्जी काट्नेहरू काम हुँदैछ हाम्रो काका हुनुहुन्छ हाम्रो मामाहरू सबै आगो फ्यापुलो सबैलाई फ्यापुलो जोजो फेफुलो मामा यहाँ चाहिँ आलु काट्ने काम हुँदो रहेछ खिचडीको ग्याङ चापा हाम्रो यहाँ पकुदा हुनुहुन्छ यहाँ कुक आजको के चुला मेन कुक हाम्रो पकुदा हाम्रो मामाहरू हुनुहुन्छ है यहाँ जोजो हुनुहुन्छ जोजो फेफुलो यो चाहिँ हाम्रो गुम्बाको फिलहाल बााउन्ड्री लागिसकेको छ केटा हो साथीहरू हेर्नु सक्नुहुन्छ यतापट्टि गुम्बाको बााउन्ड्री पनि अलमोस्ट भइसकेको छ उतापट्टि हुँदैछ है गुम्बा चाहिँ यसो हेर्दाखेरि 2 तल्ले गुम्बा छ है तर इनकम्प्लिट छ गुम्बा साथी हो सो गाइस भिडियो हेर्दै गर्नु होला अहिले त भर्खर बिहान स्टार्ट मात्रै भएको छ है अहिले एकछिनमा फेरि हुनेवाला छ है आज यहाँ होम हुन्छ होइन होम भएपछि गाउँ परिक्रमा हुनेवाला छ सबै देखाउनुवाला छ साथी हो यहाँ चाहिँ खाजा खाने बेला भइसकेको छ सबैको है यहाँ मेमे हुनुहुन्छ सो गाइस अब चाहिँ यहाँ है यो चाहिँ होम यहाँ होम हुन्छ नि भाइ यहाँ चाहिँ अब सो गाइस अब चाहिँ यहाँ चाहिँ होम हुन्छ है साथी हो होमको लागि चाहिँ तयारी हुँदैछ यहाँ हो यहाँ हाम्रो मेमेहरू हुनुहुन्छ यहाँ चाहिँ हाम्रो मेमेहरू आइपुग्नु भएछ है यहाँ हाम्रो भाउजू आइपुग्नु भयो फ्यापुलो भाउजू र हाम्रो जोजोले पनि आइपुग्नु भएछ पर ओ जोजो फ्यापुलो आइपुग्नु भयो र अब जोजोले पनि आइपुग्नु भयो साथीहरू है र बिस्तारै अब आउँछ मान्छेहरू है अलिकति टाइम लाग्छ आउनु हेर्नुहोस् फ्यापुलो है हाम्रो उर्गेन चाहिँ अघि आएर ड्याममा खाएर बसिरहेछ फ्यापुलो भन्नु अब र साथीहरू है यहाँ चाहिँ है मेमे आइपुग्नु भयो फ्यापुलो मेमे
फाल त्यो 22 नम्बर पाडुको घरमा सो अब चाहिँ साथीहरू खिचडी पाक्न आँटेको छ साथी हेर्न सक्नुहुन्छ तपाईँले यहाँ राजु दाले अब यहाँ खिचडी बनाउन आँट्नु भएको छ यहाँ अब अरुण जोजो हुन्छ हेलो फ्यापुलो जोजो यहाँ अब जोजो हुनुहुन्छ जोजो फ्यापुलो यहाँ अब खिचडीको चाहिँ अब मेलोमेसो भइसकेको साथीहरू है अब आधी पाकिसक्यो सब्जीहरू कटिङ सटिङ भइसक्यो है अब चाहिँ यत्रो कराईमा चाहिँ खिचडी बनिन्छ खिचडी 2 खेप बनिन्छ है यो कराईमा है यहाँ हेर्न सक्नुहुन्छ अब खिचडी हजुर पानी हाल्नेको पनि यसो हाम्रो पानी हाल्नुहुन्छ अरुण जोजो हुनुहुन्छ है र उहाँ हाम्रो स्याङदान आले हाम्रो स्याङदान आले हुनुहुन्छ है उहाँको ससुराल चाहिँ तामसिङ फारी कहाँ बिहा गरेको छैन ससुराल भन्छ कहाँ बिहा गरेको छ उहाँ कहाँ बिहा गरेको छ उसले कहाँ बिहा गरेको छ पानी चाहिँ यहाँ एभाइलेबल छ हाम्रो गाउँमा चाहिँ हेर्नुहोस् पानीको दुःख छ पानी चाहिँ यहाँ चाहिँ हाम्रो रङ्गामाटीमा चाहिँ ईश्वरको कृपा भगवानको कृपा छ पानी चाहिँ अलमोस्ट एभाइलेबल छ हाम्रो यहाँ हाम्रो जोजो पनि हुनुहुन्छ जोजो के भन्नुहुन्छ आज पूजाको अवसरमा सबैलाई धेरै धेरै शुभकामना हाम्रो बुद्ध जयन्तीको उपलक्ष्यमा है सबैजना राम्रो रहौँ हाँसी खुसी यहाँ मामा हुनुहुन्छ के भन्न चाहनुहुन्छ मामा के भन्नु अब आफ्नो आफ्नो पूजा हो राम्ररी होस् जति सक्दो आफ्नो पूजा राम्ररी बितोस् हजुर कस्तो नि हाँ बटो यहाँ चाहिँ फेरि कुन्तीको फोटोसुट चल्दैछ हेर्नु त आम्मा कुन्तीले हेर न हाम्रो कुन्तीको फोटोसुट कुन्ती रबिना बहिनी छ है यहाँ रबिना बहिनी पनि रहेछ हेलो बहिनी यहाँ हेर्नुहोस् त कुन्तीले हेर्नु त आम्मा कुनलाई डिस्टर्ब गर्छ तिमीलाई यहाँ फ्यापुलो माम फ्यापुलो हो बहिनी फ्यापुलो अब चाहिँ है परिक्रमा हुनु आँटेको छ सबैजना रेडी भइसक्नु भएको छ है तपाईँ के भन्न चाहनुहुन्छ के भन्नु म अब आज त खुसी नै लागिरहेको छु आज पूजा हो हजुर घाम पनि छैन कस्तो आजको मौसम कस्तो राम्रो छ शीतल छ है शीतल छ अब भरे प्रोग्राम छ डान्स गर्नुहुन्छ होला मामको डान्स हुन्छ माम त सक्दैन मामको डान्स यहाँ अरुण जोजो हुनुहुन्छ यहाँ कुन्ती के भएको आम्मा के भएको यता चाहिँ यहाँ खाटमा चाहिँ
भरे प्रोग्रामको लागि यो खाट हो है यहाँबाट डान्स हुन्छ डान्स गर्नु आँटेको छ ठ्यापुलो भरे आँगीको डान्स हेर्नु नबिर्सनु होला तपाईँहरू आँगीको डान्स छैन भरे डाइरेक्टर चाहिँ रोहित हो हजुर डान्सर चाहिँ कुन चाहिँ लडे होला लडे लडे हो ढले ढले हो डाले डाले हो ढले 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 ए बाबु यो दादा दादा रेडी यहाँ आँगीहरू छ ठ्यापुलो ठ्यापुलो भन्नु हात ठ्यापुलो गर्नु मुखले मात्र ठ्यापुले ठ्यापुलो ठ्यापुलो भन्नु ठ्यापुलो चिन्दो चिन्दो ठ्यापुलो ठ्यापुलो लौले ल सबैलाई ठ्यापुलो हामी यहाँ दिदीहरू हुनुहुन्छ है अब चाहिँ यहाँ परिक्रमा स्टार्ट हुन आँटेको छ है साथीहरू यहाँ जो हुनुहुन्छ जो फ्यापुलो ल फ्यापुलै सबैलाई ल ल ल ल ल कत्रो पाउने रे माइचाङ फ्यापुलो परिक्रमा स्टार्ट भइसकेको छ अहिले तपाईँहरू सक्नुहुन्छ यहाँ के खाँदै हिँड्दैछ ल साथीहरू म्याङ्गोको दाम बेसी भएर चाहिँ माङ्गो आएको छ कि माङ्गो फ्रेस अरे माङ्गो फ्रेस अरे यहाँ हेर्नु सक्नुहुन्छ तपाईँ साथीहरू है यो चाहिँ अहिले जो कोरा गरेर आउँदैछ उहाँहरूलाई कुल्फीहरू दिँदैछ है यहाँ हाम्रो शर्माजीले यो पाकिस्तान छोड्ने हो हेलो रमा यो पुरा सिरियस कुरा हुँदैछ आमा छोराको पुरा सिरियस कुरा हुँदैछ के गर्नु हेलो भाउजू यहाँ हाम्रो भाउजू आउनुभएको छ नमस्ते दादा आउनु भएन त्यही दादा कहाँ हुनुहुन्छ ए यहाँ अरुण दा छ हेलो अरुण दा
टक्क तपाईँको सुन्छु तपाईँले म देखाउनु र यता चाहिँ हाम्रो भाउजू हुनुहुन्छ है राम्रै भाउजू हुनुहुन्छ र यहाँ चाहिँ छोक बनाउने काम हुँदैछ यहाँ हेर्नु सक्नुहुन्छ यहाँ हाम्रो भाउजू छ यहाँ चाहिँ छोक बनिँदैछ सबैलाई हतार हतार एकदम धमाधम छोक बनिँदैछ अब आसु हुनुहुन्छ अब आसु साथीहरू आज चाहिँ पूजा समाप्त भइसकेको छ है अब यहाँ वाङ दिने कार्यक्रम हुँदैछ यहाँ ज्योतिना हेलो यहाँ भाउजू अरुण दाजु साथीहरू है अब चाहिँ यहाँ खिचडी खाने मेला बेसा भइसकेको छ यहाँ हाम्रो मेमे हुनुहुन्छ फ्यापुलो मेमे आउनुहोस् तपाईँलाई त देखाउँछु ल यता चाहिँ अब खिचडी खाँदैछ सबै है यहाँ बहिनी हेलो बहिनी युबिका आयो खोइ नानी खोइ भाइ अमाम गजब जाबामुला 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 यहाँ माम अमाम काय जाबामुला त्यही जाबा गिला खिर सेम तू चाहिँ इला खिचडी हो सेम खिर इला खिर पाउँगो यहाँ आम्मा यता भाडा देखा तपाईँ चुट्कीको भाडा मात्रै ठुलो रहेछ कम्ती खाँदो रहेछ हाम्रो बहिनीले यता बसेर सबै खाँदैछ त्यही हाम्रो बहिनीहरू छ है तपाईँहरू खानु हुँदैछ खिर खानु भएन खिर मिठो खिचडीको लागि खिर ठिकै छ सबै ठिकै छ है हाम्रो गुराँस बहिनी तिमी भर डान्स गर्दैन डान्स छ होला साथी हो सो साथीहरू फाइनली है सबै काम सब सक्यो होइन वाङ पनि दिइसक्यो होइन सबै प्रसाद पनि बाँडिसक्यो खिचडी पनि खुवाइसक्यो र अब चाहिँ 4 तारिक चाहिँ हाम्रो खिचडी खाने यहाँ म खिचडी खाँदैछु र मसँग यहाँ जो हुनुहुन्छ अरुण जो है आज काम कस्तो भयो त पूजा राम्रो भयो सबै राम्रोसँग सक्यो होइन सबै राम्रो होस् सबैको घर दशा जाओस् हजुर 2000 हाम्रो जुन चाहिँ 26 राम्रो बितोस् 2025 योपालि योपालि 2025 ल साथीहरू होइन 26 सम्म पनि कसैले के नहोस् हजुर होइन आफ्नो आफ्नै ख्याल राख्नु अर्को पालि यसरी पूजामा भेट्नु पाऊँ होइन साथीहरू जुन प्रकारले अहिले युद्ध लडाइँहरू हुँदैछ यो सब कुरा बनोस् होइन सबैलाई शान्ति होस् होइन गाइस अहिले चाहिँ हामी खिचडी खाँदैछु खिचडी खाइसक्यो है साथी हो र अहिलेको लागि यति नै यस पार्टीको लागि फेरि भेटौँ नयाँ ब्लगमा साथीहरू खिचडी बनाएको चाहिँ भेना खिरमा छ आजको ब्लग चाहिँ यही शेष गर्दछु है र आजको कन्टिन्यू ब्लग हुन्छ भरे प्रोग्रामको ब्लग चाहिँ अलग आउँछ साथीहरू सो गाइस आज पूजाको ब्लग चाहिँ यति नै कन्टिन्यू यति नै राख्दैछु अलिक खिचडी खाएर घर जाने रेस्ट गर्ने अन्त बेलुका फेरि आउँछु प्रोग्राम गर्नको लागि सो गाइस आजको लागि यति नै फेरि भेटौँ नेक्स्ट ब्लगमा टिल देन बाई बाई ल बाई बाई भन्नु बाई बाई तपाईँ नि बाई बाई बोल छिटो बाई बाई